हामीलाई के गाह्रो साह्रो पर्दाखेरि त्यो व्यक्तिनिर मात्रै गएर हामी सहयोगको लागि भन्छौँ, जसले चाहिँ हाम्रो विश्वास जितेको हुन्छ, जो व्यक्ति चाहिँ हाम्रो मनले खाएको हुन्छ के। सबैको अगाडि गएर चाहिँ हामी सहयोग, मलाई गाह्रो भयो मलाई सहयोग गर भनेर हामी भन्दैनौँ। जसले चाहिँ लाग्छ कि हामीलाई चाहिँ यो व्यक्तिले चाहिँ साँच्चीकै मलाई सहयोग गर्छ भनेर हामीलाई लाग्छ, अनि मात्रै त्यो मान्छे समक्ष गएर हामी चाहिँ सहयोगको लागि भन्छौँ होइन। तर त्यो मान्छेले हाम्रो समस्याको समाधान गर्न सक्थ्यो तर गरेन भने चाहिँ यति लेखेर राख्नुस्, भोलिको दिनमा जुन अवस्थामा हामी छौँ नि, जुन अवस्था गाह्रो अवस्थामा त्यो समक्ष गएर सहयोगको लागि हामीले भनेका थियौँ नि, त्योभन्दा पनि नराम्रो अवस्था लिएर चाहिँ सहयोगको लागि आउँछ क्या। त्यो लेखेर राख्नुस्, आउँछ त्यो मान्छे आउँछ। यो मैले पर्सनल भोगेको कुरा हो क्या। कुनै समयमा मैले जसलाई चाहिँ सहयोग गरिदिन्छ होला भनेर चाहिँ भनेको थिएँ र उसले चाहिँ त्यो कुरालाई वास्तै गरेन होइन। सहयोग गर्न सक्थ्यो तर वास्ता गरेन के। तर पछि आएर चाहिँ उसले सहयोगको लागि भन्यो, हामीले त्यो गरि पनि दियौँ होइन। हामीले चाहिँ